आइमल खानको प्रहार तर लड्न पुगेका छन् उनको खुट्टामा सायद चोट लागेको छ निकै नै निराश कठिनाई पीडामा छन् छटपटिरहेका छन् आइमल खान एकदमै छटपटिरहेका छन् उनी यो आशा गरौँ धेरै ठुलो इन्जुरी नहोस् आइमल खानको लेग स्ट्रेच गर्ने क्रममा छन् टिपटप हेल्थ नेपाल पनि गएको छ फिजियो लगायत मेडिकल टिम उपस्थित यो के यस खेलको सर्वाधिक ठुलो क्षण हुनेछ ल्यान्डिङमा सायद उनको राइट फुटमा वेट ट्रान्सफर हुन पुग्यो र त्यसपछि पीडामा थियो आइमल निकै नै ठुलो पीडामा हेर्न सक्छौँ